साउनी मलाई तपाईको नुहाउने साबुन एउटा दिनुस् न। के भन्छ यो दाइ? मलाई नुहाउने रे? मतलब मलाई तपाईको मलाई नुहाउने साबुन एउटा दिनुस् भनेको। दिनुस् न तपाईको। त्यस्तो भन्नुपर्छ नि त, अलिक राम्ररी कुरा गर्नु नि। अनि साउनी मलाई तपाईको 2 पोका दुध दिनुस् न। लिहाल्नु हो कि? कस्तो लाज नभएको नकचर हो, अर्काको दुध पो माग्दो रहेछ। मतलब बस यही डेरीको दुध भने यसरी आवेशमा नआउनुस् न। त्यसरी राम्रो भन्नु पर्दैन, राम्ररी बोल्न सिक्नु पर्दैन। के तपाईको भनिराको? हेर्नु न बहिनी, अब यो म बच्चैदेखि यो तपाईको भन्ने बानी लागेर छुटाउनै सकिरहेको छैन। एक किसिमले यो तपाईको भन्ने त ठेकै भइसक्यो। राम्ररी सिक्नु पर्यो नि त नि। अनि राम्ररी सिक्ने भने कसरी? लिपस्टिक पाउडर दलेर सिक्ने? कति पैसा भयो तपाईको? पैसा भयो 60 रुपैयाँ दिनुस्। ल लिनु। ल राख्नुस्, ल राख्नुस्। ल तपाईको धन्यवाद। दाइ सुन्नुस् न। भन्नुस् न तपाईको। तपाईको केरा कस्तो राम्रो रहेछ, मलाई दिनुस् न। यो केरा त दिनु मिल्दैन तपाईको। तपाईको यो केरा त तपाईको मेरी श्रीमतीलाई नै चाहिन्छ। दिनु दिएपछि मिलिहाल्छ नि। मिल्दैन के तपाईको? आज मेरी श्रीमतीको व्रत छ, यो केरा तपाईको मेरै श्रीमतीलाई चाहिन्छ। ए दाइ दिनुस् न, दिनुस्। तपाईको केरा मलाई दिनुस्, म तपाईलाई मेरो सुन्तला दिन्छु। तपाईको के भन्नु पर्यो तपाईले? मेरो सुन्तला दिन्छु भने के? तपाईको सुन्तला एकपटक चाखी हेरौँ नि त। माया छ तिम्रो के बुढा कता बिहान ठाटियो? होइन, तेरो बुढालाई कसैले अमेरिका लाँदैन, युरोप लाँदैन, यही गाउँतिर घुम्न जान्ला। ल म लाग्यो। सुन त, भन त। त्यो कालेले खाने खाएको छैन, बिस्कुट लिएर आउनु त्यसको लागि। ठ्याक्कै बिस्कुट ल्याउनु पर्ने। 19 कुट र 21 कुट हुँदैन, बिस्कुट नै ल्याउनु। बिस्कुट? ल बिस्कुट।